आजभोलि मलाई क्वेसन गरिने भनेको मिनी भ्लग किन आउँदैन। पहिला पहिला दिनकै मिनी भ्लग आउँथ्यो भने आजभोलि त बन्द गरेकी छौ भनेर। मैले चाहिँ दिनदिनै भिडियो बनाउँछु, तर भोइस ओभर गर्ने बेलामा के हुन्छ अल्छी लाग्छ, निन्द्रा लाग्छ। त्यसपछि भोइस ओभर गर्न छोडेर बनाएको भिडियो पनि डिलिट गरेर मस्त निडाइदिन्छु के साथीहरू। यस्तो दिनदिनै अल्छी गरेर भएन। मलाई माया गर्ने साथीहरूको लागि भए पनि मिनी भ्लग बनाउनु पर्छ भनेर म चाहिँ आज मिनी भ्लग बजारबाट नै स्टार्ट गरेँ। सो हाई एभ्रिवान, स्वागत छ मेरो मिनी भ्लगमा। अनि मलाई चाहिँ तामाको अचार खान मन लागिरहेको थियो। त्यसपछि मैले अकबरी खुर्सानी लिएर तामा लिन गएँ। तामा पनि 100 रुपियाँ केजी थियो अनि मैले 1 केजी मात्रै लिएँ, किनभने मलाई तामाको अचार बनाउन आउँदैन। साथीहरूलाई यसको रेसिपी थाहा छ भने मलाई सेयर गर्नुहोला। हुन त मैले युट्युब च्यानलमा पनि सर्च गरेर हेरेको छु तामाको अचार कसरी बनाइन्छ भनेर। अनि त्यसमा पनि कसैले उसिनेर बनाउनु भएको छ भने कसैले घाममा मात्रै सुकाएर बनाउनु भएको छ। त्यही भएर म एकदमै कन्फ्युज भएर साथीहरू आजको मिनी भ्लग बनाइदिएको। अनि यो अचार कसरी बनाउँछन् प्लिज मलाई रेसिपी सेयर गरिदिनु होला। सो आजको लागि यति नै, फेरि पनि भेट हुनेछौँ अर्को मिनी भ्लगमा।